जंगलको शान्त वातावरणमा सोच्नुस् त गाडीबाट टक्क एउटा भुइँकटहर खस्यो अनि त्यहाँ 3 जना साथीहरू छन्, हात्ती, बाँदर अनि लोखर्के। उनीहरू बीच अब के भयो होला? रमाइलो होला जस्तो छ। हो, आज हामी यही एउटा सानो तर गहिरो अर्थ बोकेको नेपाली लोककथा बलभन्दा बुद्धि ठूलो, यसलाई अलि गहिरिएर हेर्दैछौँ। हो नि। यसले खासमा के सिकाउँछ भनेर केलाउने प्रयास गरौँ न। निश्चय पनि। यो कथा सुन्दा त सामान्य लाग्छ हैन, तर यसको सन्देश निकै महत्त्वपूर्ण छ। हामी आज कथा मात्रै सुन्ने होइन कि ती पात्रहरूले के गरे, किन गरे, उनीहरूको व्यवहार कसरी सोचे उनीहरूले, अनि समस्या समाधान गर्ने तरिकालाई पनि अलि विश्लेषण गरौँ न। खास गरी त्यो बल र बुद्धिको जुन द्वन्द्व छ नि कथामा। ल सुरु गरौँ त्यसो भए। कथा सुरु हुन्छ एउटा घना जंगलबाट, जहाँ चाहिँ हात्ती, बाँदर र लोखर्के यिनीहरू एकदम मिल्ने साथीहरू थिए रे। अनि एक दिन बाटोबाट एउटा भुइँकटहर बोकेको गाडी गइराख्यो थियो। त्यहाँबाट एउटा भुइँकटहर खस्यो। रुखमा बसिरहेको बाँदरले चाहिँ सबैभन्दा पहिला देख्यो। बाँदरले पहिला देख्यो? हो, अनि साथीहरूलाई बोलायो। हो, अनि त्यहीबाट सुरु हुन्छ अलिकति तनाव। त्यही त। हात्ती आयो अनि आफ्नो त्यो ठूलो ज्यान देखाएर के भन्यो, हेर साथी हो, म कत्रो छु, यो त मैले खानुपर्छ, यो त सिधै माइट इज राइट भन्या जस्तो भयो नि। हो नि, बलको धाक देखायो, तर बाँदर पनि कहाँ छोड्थ्यो र? छोड्दैन। उसले तुरन्तै भन्यो, त्यसो कहाँ हुन्छ, भुइँकटहर त मैले पहिला देखेको हुँ। पहिलो हकको कुरा हो, त्यसैले यो मेरो हो। अनि 2 जना बीच झगडा सुरु भयो। अनि लोखर्के चाहिँ चुपचाप शान्त भएर यिनीहरूको झगडा हेरिरहेको थियो। अनि त्यसपछि सुरु भयो होला प्रयासहरू, होइन त, खानलाई? हो नि, पहिला हात्तीले कोसिस गर्यो, आफ्नो बल लगाएर सुँडले उठाउन खोज्यो, तर त्यो भुइँकटहरको काना नाकमा बिजायो। अनि उसले छोड्न बाध्य भयो। बलले काम गरेन। बल निरर्थक भयो। त्यसपछि आयो बाँदरको पालो। अलि चलाक बन्न खोज्यो होला। मुखले टोकेरै खान खोजे कि, तर फेरि त्यही काँडा मुखमा घोच्यो होला नि। हो, मुखैभरि घोचेर घाउ नै भयो रे। उसको त्यो पहिलो दाबी अनि हतारको प्रयास पनि काम लागेन। भनेपछि दुवैजना असफल? दुवै रिस र अलिअलि पीडामा भुइँकटहर हेरेर बसे। यहाँनिर एउटा कुरा विचार गर्नुपर्ने छ के? भन्नुस् न। दुवैले, मतलब हात्ती र बाँदरले समाधान खोज्दाखेरि आफ्नो फाइदा मात्र हेरे। हो त नि। हात्तीले आफ्नो बल सोच्यो, बाँदरले मैले पहिला देखेको भन्ने सोच्यो। तर त्यो भुइँकटहर आफैमा कस्तो छ, त्यसको प्रकृति के हो, त्यो काँडाको समस्या, त्यो त सोचेनन्। हो, त्यो बुझ्ने प्रयासै गरेनन्। लक्ष्य मात्र हेरे, तर तरिका मिलेन। यो त समस्या नै नबुझी समाधान खोजे जस्तो भयो। हो, यो एकदम महत्त्वपूर्ण कुरा हो। अनि जब यी 2 अलि शक्तिशाली र दाबी गर्ने साथीहरू असफल भए, तब बल्ल त्यो सानो शान्त लोखर्के अगाडि आयो। न हतार गर्यो, न झगडा, चुपचाप गएर भुइँकटहर टिप्यो। उसले चाहिँ समस्यालाई ठिक ढङ्गले बुझ्यो। हो नि। खानु त छ, तर काँडाले दिँदैन भनेपछि समाधान के त? काँडा हटाउने। ठ्याक्कै। उसले आफ्नो त्यो तिखो दाँतले कस्तो सिपालु तरिकाले बाहिरको काँडा भएको बोक्रा ताछेर फाल्यो। कस्तो आइडिया। अनि जंगलबाट सफा पातहरू ल्याएर त्यो ताछेको गुदीलाई त्यसमा राख्यो। कति व्यवहारिक सोच। अनि कथाको सबैभन्दा राम्रो भाग आयो क्या। के गर्यो? त्यो ताछेको भुइँकटहरलाई उसले आफू मात्रै खाएन। ठिक 3 बराबर भाग लगायो, हात्तीको लागि, बाँदरको लागि अनि आफ्नो लागि। ओहो, कस्तो राम्रो। अनि 3 जना साथी मिलेर त्यो मिठो फल खाए, झगडा सकियो, सबै खुसी। हो, यो समाधानले के देखायो भने लोखर्केको बुद्धि त्यो काँडा हटाउनमा मात्र सीमित थिएन। उसले त्यो सामाजिक समझदारी पनि देखायो नि, जुन कुराले झगडा गराएको थियो त्यसैलाई मित्रताको माध्यम बनाइदियो। हो, उसको बुद्धिको कारणले सबैले खान पायो। बल र त्यो मेरो पहिलो हक भन्ने दाबीले त कामै गरेको थिएन। यसलाई अलि ठूलो चित्रमा हेर्दा यो कथाले के भन्छ भने कुनै पनि समस्या समाधान गर्दा बल देखाउने, अधिकार खोज्ने वा पहिलो दाबी गर्ने भन्दा परिस्थितिलाई बुझ्ने, हो, विश्लेषण गर्ने, सही योजना बनाउने अनि मिलेर काम गर्ने, त्यो पो बढी महत्त्वपूर्ण हुन्छ।
त्यही भएर त कथाको नाम नै बलभन्दा बुद्धि ठूलो कति सान्दर्भिक छ। एकदमै। यो खाली शारीरिक बलको कुरा मात्रै होइन रहेछ। कुनै पनि स्थितिमा होइन, आवेशमा आउने वा आफ्नो मात्रै सोच्ने भन्दा शान्त भएर समस्या के हो ठ्याक्कै पत्ता लगाएर अनि उचित उपाय सोच्नु नै बुद्धिमानी रहेछ। लोखर्केको जस्तो त्यो प्रब्लम सल्भिङ तरिका चाहियो। हो, यो त बच्चाहरूलाई मात्रै होइन, हामी सबैलाई हरेक दिन काम लाग्ने पाठ हो नि। हो त नि। इपटक हामी आफै पनि हात्ती वा बाँदर जस्तो व्यवहार गरिरहेका हुन्छौँ होला, होइन? समस्याको चुरो नबुझिकन बल वा अधिकार प्रयोग गर्न खोज्छौँ। साँच्चै सोच्नुपर्ने कुरा। ल, अब श्रोताहरूका लागि पनि एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। हाम्रो दैनिक जीवनमा अथवा काम गर्ने ठाउँमा यस्ता भुइँकटहर जस्ता समस्याहरू कति आउँछन् होला, जहाँ हाम्रो पहिलो प्रतिक्रिया कि त बल देखाउने हुन्छ कि त यो मेरो हक हो भन्ने हुन्छ। त्यस्ता कुन कुन अवस्थाहरू हुन सक्छन् जहाँ लोखर्केले जस्तै अलि शान्त भएर विश्लेषण गरेर अनि अलि सहयोगात्मक तरिकाले सोच्यो भने सायद नसोचेको राम्रो समाधान निस्कन सक्छ कि? हो, यो सोच्न लायक प्रश्न हो।